गाडी तिर्नु सक्छस् भने ले न त जाँठा। ओ मुस्ताङमा केटाहरू ग्याङ। A few moments later. नाति मेरो च्यालेले आज को पनि बस्या। ई बाजे चिया। धेरै धेरै धन्यवाद है नाति। साह्रै मिठो चिया त। मेरो बोजूले साह्रै माया गर्थ्यो पहिला मलाई। बिमार त अहिले के भयो भयो खोइ माया पनि गर्दैन, बोलाको बेलामा आउँदैन पनि। मेरो ढाड दुख्यो। के भयो तँलाई चाहिँ त्यो काकासँग म त सानो सल्लाह पो गरौँ भनेर आएको काका। के छ भन्न अन्त। यो तल्लो घरै काइला छ नि दाजु। भन्न अन्त। त्यसको बुढीसँग मलाई आँखा लागेको होला छ दाजु। के भयो त के भन्यो त्यसले। अनि म त त्यसको बुढी पो उठाइदिउँ भनेको दाजु। त्यस्तो त नगरे गाडी तिर्नु सक्छ। अनि के गर्नु त दाजु, त्यसलाई कुटौँ भन्ने सक्दिनँ दाजु। गाडी तिर्नु सक्छस् भने ले न त जाँठा। सक्छस् भने ले न त जाँठा। साँच्ची भनेको अर्को पालि चाहिँ म अग्निवीरमा ट्राई गरिदिन्छु कि अर्को पालि चाहिँ म 2 थाल भात खाएर अग्निवीरमा ट्राई गरिदिन्छु। दाजु तिम्रो र मेरो यति पुगेको ठिकै छ। ठिकै छु। आमा र बाबा ठिकै छ। लगी लगी चुभने वतन में सुइया सुइया सी अब तो लगी चुभने। राजू पैसा मेरो भाइ। दाजु भन् त भाइ। तपाईँको बुढीले चिठी पठाएको रहेछ हौ। ए के चिठी रहेछ भाइ खै हेरौँ। चिठी पठाएको रहेछ तपाईँहरूले मलाई त माथि दिनुभएको थियो। दाजु यो त मेरो बुढीको डिभोर्स पेपर पो रहेछ त हौ। ला दाजु मलाई त खोइ माथिबाट दिएर तपाईँलाई दिनु भन्दै थियो, सिग्नेचर गरिदिनु भन्दैछ दाजु। म के गर्नु दाजु, मेरो त बुढीले डिभोर्स गर्यो त। के गर्नु दाजु, के गर्नु दाजु।